पुरै संसारभरिकै टप 5 र कोरियाका वान अफ द बिगेस्ट ट्युलिप फ्लावर गार्डन हो यो चाहिँ। हजुरहरू कोरियामा हुनुहुन्छ भने चाहिँ एकचोटि अवश्य पनि यो ठाउँमा गएर घुम्नु होला। यदि हजुरहरू कोरिया हुनुहुँदैन भने पनि टेन्सन नलिनु है, किनकि म तपाईँहरूलाई आज देखाउँदैछु कोरियाका वान अफ द बिगेस्ट ट्युलिप फ्लावर गार्डन। यसरी टावर माथि चढेर चाहिँ हामीले टाढो टाढोसम्मको पनि दृश्यहरू चाहिँ अवलोकन गर्न सकिन्छ। फोटो भिडियो खिच्नको लागि त भन्नै पर्दैन, यति धेरै प्रकारको फोटो भिडियो खिच्ने सेप्सहरू जेस्चरहरू छ हैन। त्यहाँनिर चाहिँ बच्चाहरूको लागि पनि एकदमै धेरै रमाइलो हुन्छ, किनकि त्यहाँनिर चाहिँ कार्टुन क्रिएचर्सहरूको पनि यस्तो रुखहरूमा मजाले नै कार्भिङ गरेर बनाइएको छ। ट्युलिपको त कुरै गर्नु पर्दैन, थाउजन्ड्स अफ कलर विथ डिफ्रेन्ट भेराइटिजको ट्युलिपहरू चाहिँ मजाले नै दामी तरिकाले फुलिरहेको छ। त्यहाँ पुग्ने बित्तिकै म त स्टेयर एट अ ग्लान्स हुन्छ नि, वाउ भयो थियो कि अक्क न बक्क। तपाईँहरू यहाँ जाँदै हुनुहुन्छ भने चाहिँ घरबाट नै मजाले खानाहरू बोकेर जानु होला, अनि साथीभाइसँग मजाले बसेर खान सकिन्छ। त्यहाँनिर बसेर खाने ठाउँहरू पनि छ। किनेर चाहिँ खासै धेरै इफेक्टिभ हुँदैन, किनकि त्यहाँनिर यति धेरै भिड हुन्छ। यो घुम्ने समय त लाइन बस्दा नै जाने रहेछ। अब यो चाहिँ 6 तारिकसम्म मात्रै छ। हजुरहरू जाने प्लान छ भने चाहिँ त्योभन्दा अगाडि नै जानु होला। यसको अर्कोपट्टि आनम्यन भन्ने ठाउँमा पनि छन चाहिँ छ। यो चाहिँ 25 तारिकदेखि सुरु हुँदैछ त्यहाँ चाहिँ। अब अर्को हप्ता त कोरियामा धेरै बिदाहरू आउँदैछ, त्यतिखेर चाहिँ मजाले साथीभाइसँग आफूले ड्राई कुराहरू खानेकुराहरू ब्यागमा हालेर बोकेर जानु होला। एकदम धेरै राम्रो ठाउँ छ, हजुरहरू घुमेर आउनु होला अनि मलाई पनि ट्याग गर्नु होला है।